कहिलेकाहीँ जीवनका केही ठाउँहरू यस्ता हुन्छन् जहाँ पुग्दा लाग्छ हामी केवल एउटा ठाउँ हेर्न आएका होइनौँ, हामी त एउटा कथा सुन्न आएका हौँ। एउटा यस्तो कथा जुन समुद्रका छालहरूले लेखेका छन्, हावाले बोकेर ल्याएको छ र समयले हजारौँ वर्षदेखि सुरक्षित राखेको छ। आज म तपाईँहरूलाई लिएर जाँदैछु पोर्चुगलको एउटा स्वर्गीय सहर काइसकाइसमा। लिस्बनबाट केही टाढा एटलान्टिक महासागरको किनारमा बसेको काइसकाइस आज संसारभरका मानिसहरूको आकर्षणको केन्द्र बनेको छ। तर यसको कथा सुरु हुन्छ एउटा सानो माछा मार्ने गाउँबाट, जहाँ मानिसहरूले जीवन समुद्रसँग जोडिएको थियो। बिहानको पहिलो किरणसँगै जब माछा मार्ने डुङ्गाहरू समुद्रतिर लाग्दथे, त्यहाँका मानिसहरूले सपना पनि ती छालहरूसँगै यात्रा गर्थे। कसैको हातमा जाल थियो, कसैको आँखामा परिवारको भविष्य थियो, तर सबैको मनमा एउटा कुरा थियो, समुद्रप्रतिको माया। समय बदलिँदो सानो गाउँ बिस्तारै सुन्दर सहरमा परिवर्तन भयो। 19औं शताब्दीमा पोर्चुगलका राजा डम लुइसले काइसकाइसलाई आफ्नो ग्रीष्मकालीन बसाइको स्थान बनाएपछि यसको रूप नै परिवर्तन भयो। राजपरिवारसँगै यहाँ सुन्दर दरबार भवन, आकर्षक बस्तीहरू निर्माण भए। एउटा साधारण माछा मार्ने गाउँ बिस्तारै पोर्चुगलको प्रसिद्ध सामुद्रिक गन्तव्य बन्यो। तर काइसकाइसको वास्तविक आत्मा आज पनि यसको समुद्रमा छ। जब तपाईँ यहाँको किनारमा उभिनुहुन्छ, अगाडि फैलिएको निलो महासागर हेर्नुहुन्छ, तब महसुस हुन्छ प्रकृति आफैले यहाँ एउटा चित्र बनाएको छ। यहाँका पुराना ढुङ्गे बाटाहरू, सेता घरहरू, रङ्गीन गल्लीहरू र समुद्रीय हावाले एउटा छुट्टै अनुभूति दिन्छ। यहाँ हिँड्दा लाग्छ समय अलिकति ढिलो चलिरहेको छ र जीवनलाई शान्त भएर महसुस गर्ने मौका मिलेको छ। काइसकाइसको सबैभन्दा चर्चित स्थानमध्ये एक हो बोका दो इन्फेर्नो। नाम सुन्दा अलिक रहस्यमय लाग्छ, तर यो प्रकृतिको अद्भुत सिर्जना हो। विशाल चट्टानहरूबीच एटलान्टिक महासागरका छालहरू प्रवेश गर्दा निस्किने गर्जन र पानीका फोहराहरूले मानिसहरूलाई प्रकृतिको शक्तिको अनुभव गराउँछ। कहिलेकाहीँ ती छालहरू यति शक्तिशाली देखिन्छन् कि लाग्छ समुद्र आफै आफ्नो कथा सुनाउँदैछ। तर काइसकाइस केवल दृश्यका लागि मात्र प्रसिद्ध छैन। यहाँ मानिसहरू आउँछन् आफ्नो मन शान्त पार्न, कोही सुन्दर किनारामा बसेर सूर्यास्त हेर्न आउँछन्, कोही पुराना गल्लीहरूमा हराउन आउँछन्, कोही परिवारसँग सुन्दर सम्झना बनाउन आउँछन्। साँझको समयमा काइसकाइस झन जादुमय बन्छ। सूर्य जब बिस्तारै महासागरमा डुब्न थाल्छ, आकाश सुनौलो रङले भरिन्छ। समुद्रमा परेको त्यो प्रकाश हेर्दा लाग्छ प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर कला प्रदर्शन गरिरहेको छ। यहाँको मारिनामा रहेका डुङ्गाहरू, समुद्री किनारका रेस्टुराँहरू, ताजा समुद्री खानाहरूको स्वाद र मानिसहरूको आत्मीय मुस्कानले काइसकाइसलाई केवल एउटा पर्यटकीय ठाउँ होइन, एउटा भावना बनाएको छ। प्रिय दर्शकहरू, काइसकाइस
हामीलाई एउटा सानो सन्देश दिन्छ। जीवन केवल दौडका लागि मात्र होइन, कहिलेकाहीँ रोकिएर समुद्रको आवाज सुन्नुपर्छ, आकाशको रङ हेर्नुपर्छ र ती साना क्षणहरूलाई सम्झनुपर्छ जसले जीवनलाई सुन्दर बनाउँछ। यदि तपाईँ पोर्चुगलको यात्रा गर्दै हुनुहुन्छ भने काइस तपाईँको यात्राको एउटा अविस्मरणीय अध्याय बन्न सक्छ, किनकि काइस एउटा ठाउँ मात्र होइन, यो समुद्रको सङ्गीत हो, इतिहासको सम्झना हो, यो प्रकृतिको उपहार हो र यो हरेक यात्रुहरूको मनमा बस्ने एउटा सुन्दर कथा हो। यो हो बिर्तामोड अनलाइन टिभी विशेष प्रस्तुति काइस समुद्र, सपना र समयले लेखेको एउटा अमर कथा। धन्यवाद। लोन्डोले छेक्ने आकाशे जुनको त्यो खुप्पे जुन गुम्बाको लोन्डोले छेक्ने भेटघाट सपनी गीत पनि सुन्ने बेला भएको के भयो कसले हो स्वप्न यो मन चुल्यो खान्न म त नपर्दैछु लौ कि नलौ जुन जाने